मनमा पीडाको विशाल समुद्र बोकेर हामीलाई ममतामय छालको आवाज दिनुहुन्छ। कैयौं यातना सहेका ती शरीरको दुःखलाई बिर्सेर हाम्रै लागि निरन्तर खटिरहनुहुन्छ। आखिर मेरे जस्तै नहो शरीर, मलाई दुखे चाहिँ त दुख्दो हो। आखिर मेरे जस्तै नहो शरीर, काटे रगत नै त आउँदो हो। विक्रम सम्मत 2057-58 सालको कुरा। गुरु हजुरको आँखामा झलझली भविष्यवाणीहरू आइरहन्थे। राजदरबारमा खुनको पोखरी देख्दा राजद्रोहीको आरोप लाग्नु पर्यो। विश्वका 2 अग्ला बाँसहरू ढल्दैछन् भनेर अमेरिकाको 9/11 एट्याकको भविष्यवाणी, कोभिड-19 को भविष्यवाणी, सुनामीको भविष्यवाणी, भूकम्पको भविष्यवाणी। काठमाडौँ अब भासिँदैछ है भन्नु हुँदै गर्दा भर्खरै आएको बाढीले परेको क्षति हामीले देखेकै छौं। र अझै पनि धेरै भविष्यवाणीहरू छन् जहाँ ठूला ठूला भूकम्पहरू आउनेछन्, जमिनका चट्टानहरू आकाशमा उड्नेछन्, जमिनबाट धुवाँ आएर सारा मान्छेलाई अन्धो बनाउनेछन्, हिँड्दा हिँड्दै मान्छे ढल्नेछन्, मान्छेमा प्राणी अनि प्राणीमा मान्छे जन्मिनेछन्, मान्छेले मान्छेलाई खानेछन्। यस्ता भविष्यवाणीहरू सुनाउँदा कसैले पागल भने त कसैले ढोंगी भने, तर पनि गुरु हजुर सत्यता बाँड्दै हिँड्नुभयो। आउने दिनहरूको भविष्यवाणीसँगै प्रेमको सन्देशहरू भजनको मार्फतबाट ठाउँ ठाउँमा सुनाउँदै हिँड्नुहुन्थ्यो। के देख्दैछु म भगवान, आँसु नै बगिरहे। त्यो दिन सम्झी सोच्दैछु, सपनै भइदिए। समुद्र आज दुखी छ, भेल बनी उर्ली आउँदैछ। हेर न सारा प्राणीको जिउ ज्यानै जाँदैछ। हावा मडारी आउँदैछ, रुख बिरुवा ढल्दैछ। हेर न सारा जनको घरबास उड्दैछ। रोग र व्याधि आउँदैछ, संसारलाई त्रासमा पार्दैछ। हेर न सारा दुनिया संसारै रुँदैछ। यन्त्र र मन्त्र हार्दैछ, लासमाथि लासको थाकै छ। हेर न विश्व संसारमा विज्ञान रुँदैछ। हेर न विश्व जगतमा विज्ञानै रुँदैछ। आँसु बरार
सपनै भइदियो नि त्यो क्षणको प्रहार सपनै भइदिए हो त्यो नि त्यो क्षणको प्रहार